ल है गाइज, यो के हो तपाईँहरूले चिन्नु पऱ्यो ल। यो तपाईँहरूले खानु भएको छ नि, तपाईँहरू गाउँतिर पाउँछ कि पाउँदैन यो। म चाहिँ खाँदा खाँदा मेरो हात त्यस्तो भयो। तपाईँहरूलाई नि यस्तो देखाउँ कि भनेर। यसमा फेरि दुईवटा कलर हुन्छ। यहाँ हेर्नु है, खानुभएको छ तपाईँहरूले यो यसरी फाल्ने, यो खानुपर्छ। यो कपाल गेडी, कालो गेडी पनि भन्छ मान्छेले, ठाउँअनुसार यसको नाम हुँदो रहेछ। देखाउँछु म तपाईँहरूलाई, हेर्नु ल है। काफल गेडी, रातो गेडी पनि छ, कालो गेडी पनि छ यो। अनि यसरी खाने हो। यहाँ यसरी फल्छ यो रुखमा, हेर्नु है। देख्नुभयो, कुनै काँचो छ, कुनै पाकेको। म चाहिँ पाकेको खाइरहेको छु। हामी चाहिँ खेतमा ढोड काट्न आएको थियौँ कि हाम्रो खेतमा, अनि त्यसपछि यो भेट्यो, हामी यो खाँदैछौँ ल। पानीको प्यास पनि मेट्छ कि यसले। यहाँ तपाईँहरूलाई म देखाउँछु ल। यहाँ हेर्नु त है, हेर्नु यहाँ क्लियरसँग हेर्नु है, भुइँभरि छ है। यी रुखमा पनि फलेछ है, सानो सानो सुन्तला जस्तै। टेस्ट चाहिँ फेरि मिठो हुँदो रहेछ। यहाँ हेर्नु ल, देख्नुभयो नि।